फाइनल्ली म पनि यहाँ स्काई वक होइन आइपुगेँ रङटङको। सो यहाँको नजारा तपाईँहरूलाई देखाइरहेको छु। यहाँ चाहिँ टिकट काउन्टर रहेछ। कति लिन्छ अङ्कल टिकटको? टिकटको पर पर्सन 50 रुपिस, एकजनाको 50 रुपियाँ। यो टिकटले नै दुईपट्टि हुन्छ, पार्कको पनि हुन्छ, स्काई वकको पनि हुन्छ। अच्छा, हुन्छ, दुईटाको मिलाएर 50 रुपियाँ। हुन्छ, थ्याङ्क यू। 50 रुपियाँ पर्दो रहेछ होइन, पार्कको पनि अनि स्काई वकको पनि। सो म यहाँको नजारा तपाईँहरूलाई देखाइरहेको छु है, यस प्रकारको छ। एक्चुअल मलाई चाहिँ यस्तो माथि माथि चढ्नु डर लाग्छ कि, तर अब के गर्नु है, मर्दको छोरा भएर लाग्दिएको नि। यसै देखाइरहेको छु तपाईँहरूलाई यहाँको नजारा। जाँदैछु म पनि, हल्का यस प्रकारले सिँढी चढेर जानु पर्दो रहेछ होइन। यस्तो छ है। मैडम आप नहीं जा रहा है क्या? हाइट पे चक्कर आता है। हाइट पे चक्कर आ जाता है आपको? हाँ, हमको भी चक्कर आ जाता है, लेकिन एक ट्राई तो बनता ही है ना? पकड़ के जाएंगे भाई, हमको भी डर तो लगता है, लेकिन पकड़ने का जगह है। मोरा तो फे बता। एक घन्टा हल्लिँदा रहेछ त। यस्तो रहेछ साथी हो मेरो। सरी यो छ यतिको हल्लिँदो रहेछ। यो चाहिँ पार्क यहाँको। झुला झुल्ने झुलिरहेको छ होइन। जराहरू पनि रहेछ है, जरा ड्रेसेस। पहेँलो र रातो कालुङ्गे पनि रहेछ, सिस्नेपा पनि रहेछ। पर चाहिँ झुला।